सम्पूर्णमा नमस्कार। अहिले हामी यो महेन्द्र राजमार्गको झापा खण्डमा छौँ। खास गरी यो झापाको रतुवा खोलाको पुल अहिले निर्माण भइरहेको छ। रातको करिब 7:30 भएको छ र यो समय पनि अहिले काम निरन्तर भइरहेको छ। बत्ती बालेर यो पुलको स्ट्रक्चर बनाउने काम भइरहेको छ। अहिले पूर्व पश्चिम महेन्द्र राजमार्गलाई विभिन्न खण्डहरूमा स्तरोन्नतिको काम भइरहेको छ। खास गरी यो खण्ड काकरभिटादेखि लौकैसम्मको 120 किलोमिटरमा पर्दछ। 120 किलोमिटर अन्तर्गत अहिले 95 किलोमिटरको काम भइरहेको छ ठेक्का लागेर, र यो काकरभिटादेखि इटरीको लबीपुरसम्मको 95 किलोमिटरको यो पश्चिम खण्डमा पर्दछ। खास गरी सीतापुरीदेखि पश्चिमलाई पश्चिम खण्ड बनेर अहिले 2 खण्डमा विभाजन भएर काम भइरहेको छ। र अहिले हामी रतुवा खोलाको पुलमा छौँ र रतुवा खोलाको पुलको स्ट्रक्चरहरू बन्ने क्रममा छ र यहाँ सिग्नेचर ब्रिज बन्ने छ। हामीले निर्माण कम्पनीसँग जानकारी लिएअनुसार सिग्नेचर ब्रिज बन्ने छ र यो सँगसँगै पश्चिम खण्डमा 3वटा, अर्को बक्रा खोला बन्ने छ र लोहन्द्रा खोलामा 3वटा खोलामा सिग्नेचर पुल बन्ने हामीले जानकारी पाएका छौँ।